यही मसँग छ बुढै भेट्नु भएको छैन झोला खाँड भेट्नु अरूहरू त खेल्दा पनि भोजी गऱ्यो खेल्दा फुट्ने भयो कता फुट्नु नहुने भयो त्यस्तै छ नमस्ते हाम्रो यात्रा मुस्ताङसँग नमस्ते डोज दिया गाईको पनि भिडियो निकाल्दै त गाईले ब्याग छ ब्याग कि ब्यागले चाहिने छ यति आधा गऱ्यो तपाईँले चिनेको ऊहरू माइक्रोहरू छैन यहाँबाट जहाँ बेनी जाने मुस्ताङको यात्रा भइरहेछ हामी बागलुङ कुसमा जाँदैछौँ कालिका मन्दिर कुसमा बेनी गरेर बास बसिन्छ होइन अब आज बेनी गरेर बास बसिन्छ कपाल गरेर त मान्छे हेरै हो देशले चिन्न सकेन क्या यो अनुहार ज्यानलाई दुःख दिने काम गर्ने होइन एक्सर्साइज गर्ने पन्जिङ हान्ने ज्यानलाई कहाँ दुःख दिने ठिक हो यो पनि नरानी आधी महिनाको अरे 1 महिनाको तलब हाम्रो त दाइ भइहाल्छ नि के हो त मेरो त पैसा छैन तल पुगे पैसा बिचमै गयो त बिच जाँदा स्वाहा दाब्लो पारेपछि पैसा हिँड्यो माथि आएको छुट्टै 10,000 हो दिदी माथि आएको त 15,000 न त छोडिदिन्छ त्यही केलाई मान्ने पैसा फाले न पुऱ्याउन आउँछ नि त उसले नै लिन आउने पुऱ्याउन आउने बुक गरिदिएपछि अनि आउँछ मेरो साथी नै आउँदैछ
राहुल मेरो पनि भिडियो हान्दै छ ब्युटिफुल हाउस है यता यहाँ उहाँबाट यसो यसो हिँड्छु म आयो है तिम्रो धन्यवाद चिया र डोनट कस्तो लाग्यो त एकदम राम्रो झ्याउला छ किन झ्याउ लाग्यो हजुर हजुरलाई कालो चिया कस्तो लाग्यो एकदम सेतो चियामा डोबेर खाएको खानु चाहिँ कालो चिया हजुरलाई कस्तो लाग्यो तातो पानीमा डोनट डोबेर खाएको तपाईँलाई कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो मलाई पनि राम्रै लाग्यो एउटा छ त्यो कोरिया बसेको केटाले आफै गर्छ आफै गर्छ कति लामो हुँदो रहेछ यो ड्रोन सट है गाइस टेन्सन नगर त ल त भयो नि लाटा ल टेन्सन नगर यता हो रे हजुर नाइ छैन फोन गरेन लाग्नु पनि छिर्यो है हामी अब गेटबाट हामी चाहिँ उहीँ यहीँबाट चढेर गएको क्या माथि हो यहाँ हिँडेर नि गइन्छ नि त हिँडेर यहाँबाट जान्छ म चाहिँ लास्ट टाइम तर यहीँबाट गएँ मेरो मामा गर्दा पारी हो पर्वत पर्वत हो सालिजा गाविस हजुर त्यही हो कता भोटे डाँडा त होइन भोटे डाँडा त होइन यो चाहिँ ठुलो ब्रिज भाँच्यो त मजा आउँछ त्यो प्यानिक भएर सबैजना हल्लिन थाल्यो भने चाहिँ हुँदो रहेछ बागलुङ आइयो अब के भनेको थियो त्यो रजु यसमा आइयो कस्तो लागिरहेको त नि बागलुङको हावा पानी पानी चाहिँ भएन हावासम्म चाहिँ भयो नि त पानी चाहिँ अहिले चाहमलाई गुगलमा रिभ्यू दिन नबिर्सेस् 5 स्टार अनि 5 स्टार गर्दैन अनि आइसक्रिम दिन्छ के अरे आइसक्रिम क्याफेहरुमा रिभ्यू दिने एउटा आइसक्रिम भन्छ नि डिस्काउन्ट नि दिन्छ नि कति 10% है कति अब चाहिँ हामी बागलुङ कालिका जाँदैछौँ यो चाहिँ कालिका मन्दिर कोही कस्तो राम्रो आएको भिडियो हेर त कति राम्रो भिडियो आएको र जब हामी बागलुङ कालिका आइयो है हातबाटै हो फेरि नि किस्तीबाट हैन हैन अब यता हेर यहाँ हेर है राहुल हेर्न यहाँ हामी कहाँ आइयो अरे अहिले बागलुङ कालिका
दिलको मालिका दिलको मालिका अब माग्नु पर्यो नि होइन भगवान्सँग अहिले माग्ने पछि आएर दिने के भगवान्लाई सुन्दर कन्या माग कन्या त माग्नु हुन्थ्यो कुम्भ परि अहिले त गुमाकै हो क्या ल गुमाकै हाम्रो चाहिँ परेवा जोडीको चाहिँ Hey guys, म चाहिँ बागलुङ कालिका आएको छु बिस्तारै बिस्तारै ओहो यो चाहिँ डोली हो खानै खान्छ पालै पालै गरौँ न ल अन्त मात्रै गरिदिन्छ पैसा साथमा यो मासु ए आएपछि आउने हो त मान्छेहरू आए घन्टी बजायो भने आउँछ क्या जय बजरङ्ग बली हनुमानजी सबैको रक्षा गरून् आरतीको बेला भजन सुन्ने हो कि नै आरतीको बेला भयो आमा आरती हुने बेला भयो आरती अब जाने हो जयंती मंगल काली भद्र काली कपालिनी दुर्गा क्षमा शिव धात्री स्वाहा स्वाधा नमोस्तुते सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी नारायणी नमोस्तुते श्री भगवती कालिका माता को सम्पूर्ण भक्तजनज्यूहरूको मनोकामना पूर्णताको कामना गर्दै हाम्रा आजका ब्राह्मण पण्डितज्यूहरूले सबैको भलो होस् भगवती माताले सबैको कल्याण गर्नु भन्दै दीप प्रज्वलन गरिदिनु म विनम्र अनुरोध गर्छु।
बाग्लुङको आँगनीमा बाग्लुङको आँगनीमा माता भगवतीको बास भक्तजन आउने गर्छन् माता तिम्रै आशा तिम्रो चरण कमलको दर्शन गर्न पाउँदा सबै दुःख कष्ट बिर्से माता म त तिम्रै पवित्र आरती पूजामा आउँदा विक्रम सम्वत 1591 सुरु हुन्छ बाग्लुङ कालिका भगवती माताको कहानी। विक्रम सम्वत 1591 सुरु हुन्छ बाग्लुङ कालिका भगवती माताको कहानी। पाल्पादेखि गुल्मीदेखि देउरालीको बाटो हुँदै आएर बस्नुभयो यसै ठाउँमा, अन्त कतै जान नमाने। श्री बाग्लुङ भगवती कालिका माता पूर्व
भरि तिमी छौ हाम्रै वरिपरि माता तिम्रो रूप छ अनेक थरी समृद्धि फैलियोस् सबै परिवारको कल्याण होस् र सबै कुलपितृ देवी देवताले परिवारको रक्षा गर्नु भन्दै हामी बागलुङ कालिका भगवती मातासँग प्रार्थना जय त्यसै गरी ठेगाना फुटबल 15 बाट फुटबल 15 बाट श्री शिव रिजाल ज्यूले हजुरबुबा
हजुरबुबा गुणराज रिजालको नाममा बागलुङ कालिका भगवती माताको आँगनमा आएर पवित्र आँगनमा गरिएको दिव्य सन्ध्याकालीन आरती पूजाको लागि र पूजाको सफलताको कामना गर्दै भगवती माताको शरणमा 1000 सहयोग प्रदान गर्नुभएको छ। उहाँले गरेको उक्त दान र उक्त सहयोगप्रति बागलुङ कालिका भगवती माताले रक्षा गरून् र उहाँको हजुरबुबाको कल्याण होस् भन्दै सम्पूर्ण परिवारको सुख शान्तिको कामना गर्दै हामी सबै परिवारको उत्तरोत्तर प्रगतिको पनि कामना गर्दै भगवती कालिका मातालाई भिडियो सुनाउँदै प्रार्थना गर्न चाहन्छौँ। जय बाबा। धन्यवाद। चाँडै निको होस् शीघ्र लाभको कामना गर्दै बागलुङ कालिका भगवती माताले मनको रोग प्रति रक्षा गरिदिनु र आज गरेको पूजाको आशीर्वादले उहाँले गरेको उक्त दानप्रति भगवती माताको आशीर्वाद साथै आज गरेको दिव्य सन्ध्याकालीन आरती पूजाको आशीर्वादले सबै परिवारमा कल्याण होस् र उहाँले गरेको प्रार्थना पूर्ण होस् भन्दै हामी बागलुङ कालिका भगवती मातासँग प्रार्थना गर्न चाहन्छौँ। जय बाबा। कमेल काठमाडौँबाट स्वर्गीय भास्कर शाह र अनिल शाहज्यूको नाममा अब हामी चाहिँ बागलुङको गाडीवालाको जिम्मा खाने बस्ने डुलाउने घुमाउने सबै गाडीवालाको आउँदैछौँ। हामी कहाँ जाँदै हो राजु? ल गण्डकी गोल्डन ब्रिज अँधेरोमा आइयो के देखा चाहिँ छैन। यो चाहिँ पुल झलुङ्गे पुल ओए